आज मेरो डे 150 भइसक्यो लिन बलको। सो आज म वेल टेनिसनको लेग डे हान्नु गइरहेको छु। सो फर्स्टमा वार्मअपबाट स्टार्ट गर्छु। वेल टेनिसनको फर्स्ट वर्कआउटमा चाहिँ ह्याक स्क्वाट थियो, तर हाम्रो जिममा ह्याक स्क्वाट छैन। सो म फर्स्टमा चाहिँ अब स्ट्रिङ मेसिनमै स्क्वाट हान्छु। सिन्स ह्याक स्क्वाट छैन, ह्याक स्क्वाटको अल्टरनेटिभको लागि चाहिँ खुट्टा अलिकति अगाडि राखेर गर्दाखेरि एकदम इफेक्टिभ हुन्छ। अब चाहिँ सेकेन्डमा बुल्गेरियन स्प्लिट स्क्वाट हान्छु। यो वर्कआउट चाहिँ मलाई एकदमै झ्याउ पनि लाग्छ, तर वर्थ इट हुन्छ एकदम। सो अब हान्ने। फर्स्ट सेट गर्दा नै बाउको बे देखिन्छ। अब चाहिँ म लेग प्रेस हान्नु गइरहेको छु। सो लेग प्रेसमा चाहिँ वेटभन्दा पनि फर्म एकदम म्याटर गर्छ। सो लेस वेट तर प्रपर फर्म मिलाएर बिस्तारै हान्ने। अब चाहिँ डिफाइन्ड लेगको लागि चाहिँ म लेग एक्सटेन्सन गर्छु। यसमा पनि धेरै वेट हान्नु पर्दैन, एकदम प्रपर फर्म मिलाएर हान्नुपर्छ र टपमा लगेर चाहिँ 1-2 सेकेन्ड होल्ड गर्ने। ह्यामस्ट्रिङ्सको लागि चाहिँ सिटेड लेग कर्ल्स थियो वर्कआउट डिटेल्समा, तर हाम्रो जिममा सिटेड लेग कर्ल्स पनि छैन। सो लाइङ लेग कर्ल्स नै हान्छु अनि त्यस पछाडि आरडिएल हान्छु। ह्यामस्ट्रिङ्सको लागि चाहिँ मलाई आरडिएल एकदमै बेस्ट लाग्छ। सो अब आरडिएल पछि चाहिँ लास्टमा कास्टको लागि एउटा सिटेड काफ रेजेस गर्छु अनि लास्टमा स्टेयरमा 10 मिनट राख्छु। वर्कआउटको डिटेल्स र रेटिङ चाहिँ म क्याप्सनमा दिन्छु। टाइम टु गेट टुमारो।